हे गाइस, वेलकम छ तपाईहरुलाई फेरि मेरो एउटा सानोतिनो ब्लगमा। र आज हामीहरू जाँदैछौँ महाशिवरात्रिमा नागशङ्कर मन्दिर। हामीहरूको नागशङ्कर मन्दिरमा चाहिँ बहुतै ठुलो मेला लाग्छ। बहुतै सामानहरू पाइन्छ, बहुतै चिजहरू पाइन्छ। हिँड्नु म तपाईहरुलाई देखाउँदैछु। र यहाँ चाहिँ हुनुहुन्छ बडी माता, यहाँ भाउजू, दादा, बहिनीहरू। र हामीहरू चाहिँ घरबाट अहिले फाइनली निस्किसकेका छौँ। अब हेर्न सक्नुहुन्छ अलिअलि त अब होइन, बाटाउदीको पनि नजारा देखाइदिनु पर्यो नि त। अनि यहाँनिर चाहिँ भाउजू र दादा हेर्नु न कति मस्ती गर्नुहुँदैछ, मसित जिस्किनु हुँदैछ। र काहीँ निस्किँदाखेरि चाहिँ साथीहरू राम्रो बोल्ने चाल्ने हुँदाखेरि चाहिँ बहुतै राम्रो लाग्छ होइन। र यहाँनिर हेर्न सक्नुहुन्छ हामीहरूको नागशङ्कर जाने मन्दिर। र यहाँनिर आधा बाटामा हामी पुग्दाखेरि हेर्दाखेरि चाहिँ मान्छेहरू आइसकेका रहेछन्। हामी चाहिँ बहुतै डेरी गयौँ, 3 बजिसकेको त हामीहरू जाँदाखेरि गाइस बहुतै डेरी भने। मान्छेहरू त बिहानै गएर अहिले निस्किसके। र हामी चाहिँ यो भन्दै जाँदै थियौँ जे मान्छेहरूले सबै सके कि क्या हो भन्दै जाँदै थियौँ। र यहाँनिर आधा बाटाबाटै गाइस भाङका लड्डुहरू, घोटाहरू सबै थोक राख्छन्। तपाईँहरू खानुहुन्छ कि हुन्न कमेन्टमा जरुर भन्नु, तर म चाहिँ खाँदिनँ। र यहाँनिर हेर्न सक्नुहुन्छ एक से एक बढ्कर केटीहरू कति राम्रा राम्रा देखेका है। आज त महाशिवरात्रिमा सबै पार्वती नै बनिएर आएछन्। र यहाँनिर हेर्न सक्नुहुन्छ पुलिसहरूले पनि हरपालि यसरी नै गर्छन्, किनकि एक्सिडेन्ट हुन्छ एकदम माने हतालिएर आउँछन्, आत्तिएर आउँछन् भनेर नि त यसरी लगाउँछन् कि। र तपाईँको के राखेछ तपाईँहरू भन्नु। र यहाँनिर यो केटोले के सोचेर हाई भनौँ जे भनौँ राम्रै गरौँ, किनकि मलाई त यस्तै मान्छे मनपर्छ। र अहिले त मलाई मान्छेहरूले चिनेका छैनन्, किनकि म अब सानोतिनो ब्लग बनाउँछु। तर कहिले न कहिले त मलाई चिन्दछन् नि त। कहिले न कहिले त यस्तो टाइम पनि आउँछ होइन गाइस, मबाट अटोग्राफ लिन चाहन्छन् मान्छेले, त्यस्तो पनि दिन आउँछ। र यहाँनिर हेर्न सक्नुहुन्छ आजको महाशिवरात्रिमा चाहिँ यति भिड, यस्तो भिड त लाग्दैन थियो, बैशाखी मेलामा मात्रै लाग्थ्यो गाइस। यहाँनिर हेर्नु फुपूको छोरा, उसलाई म कहिलेदेखि दादा दादा भनिरहेको छु। के को एटिट्युड देखाएको म जान्दिनँ, तर बोल्दा पनि बोलेन, त्यही पनि मैले दादा भनेर सानो भएर मैले बोलाएँ। र यहाँनिर तपाईँहरूलाई स्वागत गर्दैछु हामीहरूको नागशङ्कर मन्दिरमा। हे गाइस, सबैजनाले ढोगिदिएर भित्र पस्नु, हिँड्नु। र यहाँनिर चाहिँ तपाईँहरूलाई सबै कुराहरू म देखाइदिन्छु। यहाँनिर पूजा गर्नेले पूजा सामग्रीहरू पनि लिन सक्नुहुन्छ। भाङ खान मन छ भने भाङ, मतलब हर चिज भेट्नुहुन्छ तपाईँहरूले। यहाँनिर यत्रो ठुलो दोकान खोल्छन् केटाकेटीलाई किन्न। हेर्नु न, पस्ने बित्तिकै केटाकेटी झ्याम्मिन्छन्। ठुला मान्छेलाई भन्दा पनि केटाकेटीलाई नै बेसी रहर लाग्छ है। र यहाँनिर गुडियाहरू हेर्न सक्नुहुन्छ। यसको त मलाई बहुतै रहर थियो, तर मलाई सब मन पर्दैन। पहिला रहर थियो, अहिले मलाई मन पर्दैन, सायद म ठुली भयो होला। र यहाँनिर चादर मेख्ला पनि कति राम्रो राखेका रहेछन्, तर दाम पनि उग्रो भन्दा रहेछन्। र भाङका लड्डुहरू हेर्न सक्नुहुन्छ, घोटाहरू।